सम्पूर्णमा नमस्कार। यस मकवानपुर जिल्ला मनरी गाउँपालिका वडा नम्बर 2 अन्तर्गत रहेको एकमात्र मावि यस श्री सीता माध्यमिक विद्यालयले मिति 2082 पौष 23 गते 50 वर्ष पुगेको शुभ अवसरमा स्वर्ण जयन्ती तथा वार्षिक उत्सव कार्यक्रम गर्ने भएकोले सम्पूर्ण यस विद्यालयका शुभचिन्तक, शिक्षाप्रेमी, बुद्धिजीवी, जनप्रतिनिधि लगायत राजनीतिक दलका प्रतिनिधि र यस विद्यालयका पूर्व विद्यार्थीहरू र चाहिँ अध्यापन गरिरहनु हुने शिक्षक शिक्षिकाज्यूहरू लगायत यस विद्यालयका पूर्व विद्यार्थी र पूर्व शिक्षकज्यूहरू सम्पूर्णलाई कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछु। र यो 21 गते हाम्रो यस स्वर्ण जयन्तीको स्तम्भ अनावरण कार्यक्रम रहेको छ र चाहिँ हामीले यस विद्यालयको विद्यालय गान सार्वजनिक गर्ने कार्यक्रम रहेको छ र 22 गते चाहिँ मनरी गाउँपालिका पालिका स्तरीय मावि हाजिर जवाफ प्रतियोगिता पाठ्यक्रममा आधारित रहेर हामीले कार्यक्रम आयोजना गरेको छ र चाहिँ यस विद्यालयमा हाजिर जवाफ प्रतियोगितामा सहभागी हुने विद्यालयहरूले पनि सहभागी जनाएर स्वर्ण उत्सवलाई चाहिँ भव्य र सभ्य बनाउनको लागि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। र चाहिँ यो समापन समारोह पौष 23 गते मनरी गाउँपालिका स्तरीय मावि स्तरका नृत्य प्रतियोगिता कार्यक्रम चाहिँ रहेको जानकारी गराउन चाहन्छु। सम्पूर्णमा यो 3 दिनको कार्यक्रममा चाहिँ सहभागी भएर कार्यक्रमलाई 50औं वर्षको यो शुभ अवसरमा चाहिँ कार्यक्रमलाई सफल पारिदिनको निम्ति सम्पूर्ण शुभचिन्तक चाहिँ पूर्व विद्यार्थी, अभिभावकज्यूहरू, शिक्षाप्रेमी, जनप्रतिनिधिज्यूहरू सम्पूर्णमा चाहिँ हार्दिक अनुरोध गर्दै कार्यक्रममा चाहिँ 3 दिनको कार्यक्रममा चाहिँ सबैजनालाई हार्दिक निमन्त्रणा गर्दछु। हस्त, धन्यवाद।